मेरो साथी महाशिवरात्रिमा हामी भगवानको पूजा गर्छौँ, भगवानसँग इच्छा आकाङ्क्षा माग्छौँ, ठिक छ। तर एउटा कुरा के बुझ्नु पर्यो भनेपछि बोलीमा राम भएपछि साला मनमा हराम चाहिँ कहिले पनि हुनु भएन है। फेरि बुझ्नुपर्छ यो कुरा। महाशिवरात्रिको रात पशुपतिनाथ मन्दिर वरिपरि मान्छेको समुद्र नै थियो। कन्सर्ट भइरहेको थियो, तर त्यहाँ पुग्नै गाह्रो। जाम, धुवाँ र भिड। अब जाने कहाँ मलाई थाहा छैन है। अब यत्तिकै हावातालमा आइदिएको हो म, अब जाने कहाँ हो म त। यहाँतिर कन्सर्ट छ जस्तो लाग्यो कि, एकछिन हेरेर आउनु कस्तो रहेछ कन्सर्ट पनि। छिर्न मिल्ने हो कि नै, अब टिकट लाग्छ कि अब यत्तिकै फ्री इन्ट्री हो, नो आइडिया है। अब लेट्स सी यो टिकट लाग्छ कि फ्री इन्ट्री हो यो टिकट थाहा छैन। अनि जब म भित्र पुगेँ, त्यहाँको ऊर्जा नै अर्कै थियो। हजारौँ मानिस, कोही नाचिरहेका, कोही गाइरहेका, कोही बसिरहेका, तर सबै रमाइरहेका। त्यो भिडमा पनि एक किसिमको एकता नै थियो। कस्तो लागिरहेछ हजुरलाई? रमाइलो छ। सबैजना नाचेर यार धुलै धुलो आयो भने घन्टा मैले मफलर ल्याएको छु होइन, मास्कको काम गरिरहेको छ है। ओहो बहुत धुलो यार। तर भिडमा यहाँ के हुन्छ भनेपछि जब धेरै भिड हुन्छ नि ढकाल्न थाल्छ, ढकाल्दा हाना हुन्छ क्या फेरि। त्यही भएर सावधान र सतर्क रहे। 7:30 बजिसक्यो यार, भोक लागिसक्यो। अनि अब थोरै बेर बस्ने त्यसपछि लाग्यो हामी। कस्तो भइरहेछ? दामी भइरहेछ। शिवरात्रि हो, नराम्रो हुने त कुरै आउँदैन। जो यहाँ आएको छैन उसले यहाँको रमाइलोपन मिस गरेको छ। ताण्डव सङ हो महाशिवरात्रिमा यतिको त रमाइलो हुनुपर्छ। तर समय रोकिँदैन। घर पनि पुग्नु पर्थ्यो, भोलि कलेज पनि थियो। बाहिर निस्किँदै गर्दा एउटा कुरा मनमा आयो, जीवनमा धेरै निर्णय आफै लिनुपर्छ। सबैले साथ दिन्छु भन्ने हुँदैन, तर अघि बढ्नु भने आफ्नै हातमा हुन्छ। अब आफूले रोजेको हो यार, आफ्नै डिसिजन हो, त्यही भएर आफूले हिँड्नुपर्छ, कसैले सपोर्ट गर्दैन। अब म साथीहरूलाई पनि फोन गरेको होइन, जाउँ भनेर आएछ, तर कोही पनि आएन। किनभने यो मैले लिएको डिसिजन हो, सो नो वान इभन केयर के। त्यसै गरी साथी तिम्रो लाइफ हो, तिम्रो डिसिजन हो, तिमीले अगाडि बढ्नुपर्छ, कसले तिमीलाई हेल्प गर्छ र? नो वान इभन केयर ब्रदर एन्ड सिस्टर, कसले तिमीलाई मतलब गर्दैन के। तिम्रो जिन्दगीको पाइलामा तिमीले नै अगाडि बढ्नुपर्छ है। जस्तै मैले बढिरहेको छु, त्यो एक न एक दिन हुन्छ नै। अब त्यो बिचमा कहिलेकाहीँ अप्ठ्यारो पनि हुन्छ, कहिलेकाहीँ फेल पनि हुनसक्ने यस्तो अवस्था आउनसक्छ, तर मनमा हात राखेर अगाडि बढ्नुपर्छ है। किनभने भगवान् शिवले तिम्रो शिरमाथि हात राख्नु भएको छ, जस्तै मेरो माथि पनि राख्नु भएको छ। तर फर्किँदै गर्दा एउटा कुरा नराम्रो लाग्यो। यत्रो आस्था, यत्रो भिड, तर वरिपरि फोहोर पनि उत्तिकै। भगवानप्रति भक्ति देखायौँ, तर प्रकृतिप्रति जिम्मेवारी बिर्स्यौँ। यस्तो भएन नि त। अब सुन्दाखेरि नराम्रो लाग्ला होइन। शिवरात्रिमा हाम्रो नेपाली मात्रै होइन कि इन्डियनहरू पनि आउँछन् होइन। तर मलाई के लाग्छ भने मोस्ट अफ द फोहोर हुने भनेको इन्डियनको कारणले गर्दा हो क्या, त्यस्तै लाग्छ है मलाई चाहिँ। अब मान्छेलाई नराम्रो पनि लाग्न सक्ला होइन, तर यही नै सत्य हो क्या। हेर न यति फोहोर छ कि, हेर न, थेट यहाँ हेर न, यी हेर न यति फोहोर छ नि, यो मजा आएन नि यार। म त रमाइलो गर्ने गरी यस्तो भिडियो बनाउने हिँडेको, त यस्तो मैले फोहोर देखेपछि म त विरक्त लाग्यो क्या। त्यो पनि हेर न, यो लाइन हेर न, लाइन त बबाल छ यार। हेर न त्यहाँ गेट, त्यहाँबाट मान्छे आइरहेछन्, धन्न यहाँसम्म टुङ्गियो है लाइन चाहिँ। अहिले भित्र टन्नै छ भने यार त्यहाँ जानु पर्यो, जुत्ताहरू फुकाल्नु पर्यो, राख्नु पर्यो, तनाव छ यार। यो चाहिँ भाङ मिठाई। अब म कन्फ्युज भयो यार, भाङ खाऊँ कि नखाऊँ? घरमा खाना अलरेडी छ, यो खाएपछि खाना खान सक्दैन। खाऊँ कि नखाऊँ ब्रदर भाङ भन त? ए छिटो ब्रदर, धेरै राम्रो मान्छे रहेछ, नखाऊँ भन्नुभयो। सो उहाँ राम्रो डाइरेक्सनमा हिँडिरहेको छ, मलाई पनि हिँड्नु जा भन्नुभयो। ठिक छ, नखाऊँ भन्नुभयो, म खाँदिनँ। थ्याङ्क्स ब्रदर। केही रातहरूले रमाइलो दिन्छन्, केही रातहरूले सिकाइदिन्छन्,
तर यो रातले दुवै दियो।